गुड मर्निङ अनि स्वागत छ सबैहरूलाई नयाँ भ्लगमा। म धेरै पछि फेरि आज भ्लगमा आउँदैछु। आज म तपाईहरुलाई बिहान अहिले यहाँको समय 6:35 गइसकेको छ। मैले तपाईहरुलाई आज म बिहान अब काममा जाँदैछु। काममा जाँदाखेरिको के कस्तो छ बाटोको दृश्यहरू कस्तो छ देखाउन गइरहेको छु। आज पुरै बादल लागिरहेको छ। भिडियो हेरेर साथ दिनु होला। बिहानको समय हेर्नुस् मैले तपाईलाई पहिला पनि भनिरहेको थिएँ, धेरै नै बिजी हुने गर्दछ बिहानको समय। अस्ट्रेलियामा मान्छेहरू प्राय बिहानको समय नै काममा जाने गर्दछन्। 4 बजे 5 बजे 6 बजेदेखि काममा जाने, 7 बजे काममा जाने भएकोले बाटोहरू निकै नै व्यस्त रहने गर्दछ। देख्न सक्नुहुन्छ। तपाईहरुले अगाडि देख्न सक्नुहुन्छ राउन्ड अबाउट। यहाँ अगाडि पनि देख्न सक्नुहुन्छ सार्वजनिक यातायात आउँदैछ। सार्वजनिक यातायात बिहान 6 बजेदेखि नै सुरु हुने गर्दछ। तपाईँले देख्न सक्नुहुन्छ अगाडि बाटो धेरै नै बिजी छ। यो यहाँको एउटा ब्रिज भनौं। देख्न सक्नुहुन्छ धेरै लामो ब्रिज छ। तर यो ब्रिजमा तल रेलवे ट्र्याक छ भने तल ग्राउन्डहरू छ। यसमा खोलाहरू छैन। निकै नै व्यस्त छ आज। आज मात्रै हैन, विकडेजमै प्राय बिहानपख बिजी नै हुन्छ। धेरै नै लामो छ यो ब्रिज पनि।